नमस्कार साथीहरू, तपाईँहरूलाई मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। आज हामी वसुन्धरातिर छौँ होइन। यहाँनिर चाहिँ मेरो एक्जाम सेन्टर परेको थियो। म चाहिँ एक्जाम दिएर यहाँ निस्किसकेको छु। यो एक्जामबाट मलाई कुनै पनि आश छैन, किनभने म यसमा हुने फेल नै हो जसरी नै होइन। अब चाहिँ गाइज हामी साथीहरू मिलेर खाजा खान गइरहेको छौँ होइन। खाजा खाइसके पछाडि चाहिँ अब म त्यहाँबाट निस्केर घर जान्छु। बिचमा साथीलाई भेट्ने प्लान छ, हेरौँ गाइज के हुन्छ है त। ल साथीहरू, म चाहिँ खाजा खाएर निस्किसकेको थिएँ होइन। म चाहिँ स्वयम्भूतिर अब साथीलाई एउटा भेट्ने प्लान थियो होइन। त्यो साथीले चाहिँ के गर्यो भन्दाखेरि त्यो उसलाई चाहिँ आउन हल्का टाइम लाग्ने भयो होइन। अनि स्वयम्भू आएर कल गर भन्दा थियो। तर अब त्यो साथीको बानी चाहिँ के छ भन्दाखेरि चाहिँ जब कल गर्छ नि होइन, तब चाहिँ ऊ घरबाट हिँड्ने हुँदै छ क्या, बानी छ है। ल अनि त्यहाँनिर चाहिँ मैले के भयो भन्दाखेरि साथीलाई चाहिँ मैले बोलाएँ होइन। तर उसले चाहिँ अब भोलि भेटौँला जस्तो कुरा गर्यो होइन। अनि पछि म अलि लास्टै नै यता आइसके पछाडि चाहिँ होइन फेरि फोन गरेर के भन्छ भन्दाखेरि ओइ तिमी कहाँ हो, यहाँनिर झर्छु भने होइन भन्छ। त्यही रिन्थ्यो नि त्यही हो। अनि त्यसपछि म धेरै नै यता आइसके पछाडि चाहिँ मैले अब म त आइसकेँ नि यार, घरतिर आइसकेँ भन्ने कुरा भए पछाडि चाहिँ म त्यसलाई भेट्ने प्लान चाहिँ क्यान्सल भयो होइन। अनि त्यसपछि मैले बिच बाटोमा आएर के सोचेँ भन्दाखेरि एक्जाम त अब बिग्रिसक्यो, जसरी नि बिग्रिसक्यो होइन। नेक्स्ट एक्जाम चाहिँ अब फ्रेस मुडमा दिउँ न त भन्ने हिसाबमा चाहिँ मैले यसलाई कल गरेँ होइन। अनि यसलाई कल गरेर मैले बोलाइसके पछाडि चाहिँ हामी यहाँ आजकल यो एमसियुको फिल्म हेर्ने यो अलि भुत चढिरहेको छ कि हामीलाई। अनि त्यो एमसियुको फिल्म हेर्नलाई चाहिँ मैले यसलाई बोलाएँ। अनि त्यसपछि गाइज मैले यसलाई बोलाएर अनि आइसके पछाडि चाहिँ हामी एकछिन यहाँ बाहिरतिर यसो डुलेर आउँ होइन, पार्कतिर डुलेर आउँ। त्यसपछि चाहिँ हामी अब फिल्म हेर्न स्टार्ट गरौँला भन्ने सोचेर चाहिँ हामी बाहिरतिर घुम्न निस्केको छौँ। ल होइन गाइज, कुरो यस्तो छ होइन। यहाँनिर चाहिँ अब एउटा पुलको माथि हामी ट्याक्क बसेर यस्तो भ्यूको आनन्द लिँदैछौँ होइन। ल यस्तो मजाको दृश्य छ यहाँ चाहिँ। ल हेर्नुहोस् गाइस, आफ्नै करेसा बारीमा फलेको ल बिहानको सुरुवातसँगै आफ्नै करेसा बारीमा फलेको निम्बु र प्याजलाई हामी यसरी यस्तो खाना त यस्तो तितो हुन्छ यार। त्यो अङ्कलले अस्ति त्यो करेला खाइदिरहेको थियो कि। साथीहरू, मैले चाहिँ यहाँनिर के सोचेँ भन्दाखेरि होइन, यो घुमेर फर्किने टाइममा चाहिँ अब बाटोमा म स्टोरीलाई अन्त्य गर्छु भन्ने सोचेको थिएँ होइन। तर गाइज एउटा अचम्मको घटना घटिसकेको छ क्या मेरो गोजीबाट होइन गाइज। 5 रुपियाँ निस्किसकेको छ क्या गाइज होइन। अब यो 5 रुपियाँको नि एउटा छुट्टै स्टोरी हुन्छ क्या। अब यो 5 रुपियाँले म के गर्छु, मैले 5 रुपियाँले कलङ्कीमा दुध तान्दै बस कुन चाहिँ चक्लेट ट्राई गरेँ भनेर म एउटा स्टोरी बनाउनु गइरहेको छु होइन। अब यो 5 रुपियाँले चाहिँ होइन मैले के किन्छु, कति थरी चक्लेट किन्छु भन्ने कुरा चाहिँ त्यही त स्टोरी हो कि, त्यो मजा आउँछ के भनेपछि स्टोरी बतायो होइन। ल गाइस, म चाहिँ होइन 5 रुपियाँ लिएर चक्लेट किन्न गएको थिएँ होइन। त्यहाँनिर मलाई चाहिँ जुन चाहिँ चक्लेट चाहिँ बढी थरी गाउँछ होइन, त्यो दिनु भन्नालाई हल्का लाज लाग्यो होइन। मैले 5 रुपियाँको चक्लेट दिनु भने होइन। अनि त्यो दिदीले चाहिँ 2 रुपियाँ जाने चक्लेट निकालेर दिन लाग्नु भइरहेको थियो। अनि मैले चाहिँ 1 रुपियाँ जाने चक्लेट दिनु भनेको, ए भाइ बच्चा हो र भनेर भनिरहनु भएको थियो होइन।
मैले चाहिँ गाई चक्लेट ल्याएँ होइन कुन चाहिँ चक्लेट ल्याएँ तपाईँहरूलाई देखाउँछु है ल हेर्नु गाइज ल हेर्नु 1 2 3 4 5 ल मैले त्यो हाजमोला चक्लेट ल्याएँ होइन त्यो हाजमोला चक्लेट चाहिँ कसलाई मनपर्छ कमेन्ट गर्नु होला होइन Hanging on, walking tall. Some days I got no use for